आइफोनबाट खिचेको भिडियोहरुमा चाहिँ फेसबुकले एकदमै धेरै पैसा दिन्छ हो साथीहरु। किनभने अब फेसबुकले चाहिँ तपाईहरुलाई पैसा दिने भनेको चाहिँ एडभर्टाइजमेन्टको हिसाबले हो। अब तपाईको भिडियो रिलमा चाहिँ जति धेरै एडभर्टाइजमेन्ट चल्यो त्यति धेरै तपाईलाई पैसा इन्कम दिन्छ। अनि एडभर्टाइजमेन्ट चाहिँ फेसबुकले अब क्वालिटी भिडियोहरुमा चलाउने गर्छ। जस्तै अब यदि आइफोन राम्रो क्यामेरा भएको फोनले सुट गर्नु भएको छ भने त्यो भिडियो अपलोड गर्दाखेरि एचडी मा आउँछ र एचडी मा चाहिँ राम्रो एडहरु एकदमै धेरै चलाइदिन्छ। तर हाम्रो जस्तो अब यो साधारण मोबाइलहरु एन्ड्रोइड मोबाइलहरुमा चाहिँ भिडियो खिचेर पोस्ट गर्यौं भने त्यो भिडियोहरुमा चाहिँ अलिक थोरै एड देखाइदिन्छ र थोरै इन्कम आम्दानी हुने गर्छ। अब यो अहिले यो यतिको घाममा त ठिकै हो, तर यो भन्दा अब जस्तै मैले यही भिडियो राति सुट गरे भने हुस्से लागेको बेलामा सुट गरे भने त्यसमा चाहिँ फुट्टी करी मिल्दैन। अब अहिले यो घामको अगाडि अलिक क्लियरमा सुट गरिरहेको छु भने यसमा अलिअलि आउँछ तर अँध्यारोमा अलिकति पनि आउँदैन। त्यही भएर चाहिँ तपाईहरु जहिले पनि भिडियो बनाउँदाखेरि अलिक तगडा राम्रो भिडियो छ भने दिनमा सुट गर्नु होला, क्लियर उज्यालो ठाउँमा गएर बनाउनु होला, किनभने त्यसले गर्दा राम्रो क्वालिटी बन्छ। अनि एउटा म तपाईहरुलाई आफ्नो भिडियोको उदाहरण पनि देखाउँछु यही भिडियोमा। जस्तै अब यो मेरो मकै लडेको भिडियोमा चाहिँ यहाँ भ्युज हेर्न सक्नुहुनेछ यो फोटोमा। यहाँनेर चाहिँ यो भिडियोमा 1,15,000 भ्युज छ। अब लाइक भने 4-5 हजार छ, तर इन्कम भने 0.70 मात्रै दिएको छ। अब कारण चाहिँ के थियो भने अब जस्तै 1 लाख भ्युजमा त धेरै दिनुपर्ने हो नि, $500 दिनुपर्ने हो, तर 0.70 मात्रै छ। यसको कारण चाहिँ के हो भने यो भिडियो चाहिँ मैले बिहानको बेलामा सुट गरेको थिएँ। बिहान एकदमै हुस्से लागेको थियो, मतलब क्वालिटी चाहिँ क्लियर भएको थिएन। भिडियो क्लियर नभएर अलिक हुस्से लागेर चाहिँ यसमा कम पैसा दिएको, नत्र यतिको भ्युजमा चाहिँ अलिक राम्रो दिनुपर्ने हो। अनि फेसबुकले चाहिँ एकदमै इन्कम आफ्नो थोरै पारिदिएको छ। अहिले कन्टेन्ट क्रिएटरलाई एकदमै भ्युज जति आए पनि थोरै रूपमा पैसा दिन्छ। किन थोरै दिइरहेको छ भने यो चाहिँ म अर्को भिडियोमा भन्छु। किनभने फेसबुकको चाहिँ नियम कानुन एकदमै धेरै छ साथीहरु, धेरै छ। अनि यो सबै जानकारीहरु लिनको लागि बुझ्नको लागि मेरो पेजलाई फलो गरेर राख्नु होला र भेटुनेछ अर्को शानदार भिडियोमा। हस्त धन्यवाद।